आज भर्खर उठेको ब्रसहरू गऱ्यो भर्खरै अब तातो पानी खाँदैछु। जाडो चिसो मौसम छ, तातो पानी खाँदै मेरो यो कामको ब्लग हो, इन्जोय गरिदिनु होला। अब काम सुरु गरौँ होला है, धेरै आराम गर्नुहुन्न टाइममै। यसो सकायो भने आफूलाई पनि राम्रो होइन। के लाग्यो फेरि यो कपडामा कालो लाग्यो यसको। आफूलाई सकायो भने आफूलाई राम्रो, घर पनि छिटो जान पाइन्छ। त्यसपछि पैसा पनि छिटो आउँछ। यत्रो लामो छ गर्नुपर्ने काम पनि, तर के गर्नुपर्छ गर्दा दिन गएको थाहा हुँदैन। ला यो पनि के भयो फेरि, आज दिनै खराब छ क्या। वेट गाइज, म इङ्क लिएर आउँछु। इङ्कै सकिएको छ यार मेरोमा। यो बट्टामा छ कि छैन? यो बट्टामै रहेछ। इङ्क चाहिँ यस्तोबाट आउँछ है, यस्तै कालो हुन्छ। मलाई कट्टा त होला नि। ब्रस चाहिएको, ब्रस। अब ब्रस कहाँ हो? उता रुममा लगाए जस्तो छ ब्रस छ यता। इङ्क कोट्याउने सुन, ब्रस क्या इङ्क। लिएरै ल्याउनु त यस्तो। इङ्क त लिएरै, तर अर्कै बट्टा युज गर्नु पर्ने रे। हजुर हातभरि लाग्छ। कपडा चाहियो, कपडाले उठाउनु पर्यो। यस्तो गर्ने, यस्तो उठाउने। यसलाई यहाँ राख्ने, काट्नु पर्यो। जस्तो बट्टामा चाहिँ हातभरि लाग्छ कहिले। यस्तो हुन्छ। लगाउँदा राखौँ। यसको छोप्ने बट्टा खोइ। अब ढ्यान गरेर गर्ने हो नि त। गर्ने हो। त्यो अघि इङ्क नभएर सब बिग्रियो क्या। अब इङ्क छ नि त दाइ, अब राम्ररी अनि पैसाको बर्सात हुन्छ। त्यसपछि म इन्टरनेसनल धनी गोजीभित्र मनी नै मनी, गोजीमा त कहाँ मनी नै मनी, ब्याङ्क ब्यालेन्स मान्छ। सब बिग्रेछ यार आज सबै नभने अहिले इङ्क भएर होला। अघिदेखि अब चाहिँ बिग्रिँदैन कि। वाउ, अब चाहिँ भयो। अहिले कति बज्यो? 4 भइसक्यो। 4 9
काम गर्दा गर्दै थाहा हुँदैन अलिक अप्ठ्यारो आएको जस्तो लाग्छ काम गरेर काम गर्नको लागि यत्रो भइसक्यो टाइम बितिसक्यो काम गर्न थालेछु टाइम गएको थाहा हुँदैन चप्पल पनि लाग्दैन तल कुसनमा बसिरहेको छु तल चकटीमा खुट्टा राखेको चकटीमा चप्पल यो भयो चप्पल नलाएको मौसम चिसो अरे चिसो हुन थालेछ खुट्टा पनि अब यस्तो गर्ने देखाउँछु ल तपाईँहरूलाई म कसरी गर्नुपर्छ गर्छु म 5 वटा बनाइसक्यो यत्रो तलको फर्स्ट बिग्रियो माथिको नै भइरहेछ अघि इङ्क कम भएर क्या अनि यसलाई यस्तै राखिदिएपछि यसलाई मिलाउनुपर्छ मिलाएन भने लाइन बिग्रिन्छ लाइन बिग्रेपछि माथिको तलसम्म सर्ट बिग्रिन्छ बराबरी आउँदैन अनि पछि राखेर यस्तरी रगडिने गाँठ खटाइ रगडिने यस्तो गर्ने हामी निकाल्दाखेरि टक्क बस्छ त्यसपछि फेरि यहाँ पनि रगडिनु पर्छ यसले रगडिने हो मजाले अनि यस्तो दल्ने यहाँ यस्तरी रगडेपछि यो यहाँबाट चट्ट यो लास्ट पिस यसो थाक्यो बसौँ यत्रो धेरै कपडा छ यत्रो धेरै कपडा छ सिलाइरहेछ एकछिन आरामले घर बस्ने हो कपडामा यस्तो गर्नु त नहुने है ल हटाउँ लामो छ क्या कपडा त्यही भएर बस्ने ठाउँ पनि छैन के गरौँ त एकछिन उतातिर गएर हेर्छु म अरूले कस्तो के गर्दैछ ठिकै गरेर रहेछ अरूले पनि अरूले चाहिँ उता चाहिँ यो रुम चाहिँ ठुलो भयो ठुलो यस्तो कपडाहरू लागि हो बनाउने उता चाहिँ सानो पिसहरू हुन्छ यस्तो बनाउने हो सानोमा चाहिँ धेरै अलिक पैसा निकाल्नु गाह्रो हुन्छ यसमा चाहिँ पिसको गोटाले हुन्छ ठुलोमा चाहिँ सानोमा हुँदैन नि त त्यही कारणले मौसम पनि चिसो छ पानी परेर आज भर्खर पानी परेको अरे मौसम चिसो भएको छ नभए त तर ठिकै हो यार पानी परेको पनि अन्त गाइज नभए त कति एक हप्ता जति होला 8-9 दिन पानी नपरेर होला दिन धुलो काठमाडौँ फर्स्टमा आएको नि त गर्छ नेपालले उल्टो भाडा त्यही नचाहिने कुरामा अगाडि आउँछ के गर्नु यस्तै छ सिङ्गना आयो क्या यसो रुगा लागेको छ नि त्यही चिसोले होला नाक बगिरहेछ त्यस्तो कालो छ नाकमा नछुम होला फेरि घर जानु होला नाक कालो जक्कर देखिन्छ जक्कर यस्तो हम्मर पनि छ हम्मर यो चाहिँ तपाईँहरूलाई देखाइदिन्छु यो चाहिँ यहाँ किलाहरू
यो किलाहरू ठोक्नुपर्छ यो किलाको लागि यो किलाको लागि आज मैले आफैले ठोकेको फर्स्ट टाइम किला ठोकेको फर्स्ट टाइम किला ठोकेको चाहिँ नभनौँ तर अरू बेला पनि गरेको थियो तर यो पार भन्छ नि यसलाई यो छाप्ने यसलाई राख्नको लागि चाहिँ फर्स्ट टाइमै ल राम्ररी गरेको पनि खुसी छु केही कुरा सिकेँ किला ठोक्ने हो नि सिकेँ नि चिसो मौसम तातो भनौँ कि यो अब चाहिँ घर जान आँटेको हामी आज चाहिँ अलिकति लेट भयो काममा फर्स्ट टाइम हो 8 बजेसम्म गरेको आज चाहिँ आजको लागि यति नै भ्लग